आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यलाई एकैछिन मैले मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू
मान्य सदस्यहरू, सभामुखले केही भन्न मिल्छ? मान्य सदस्यहरू,